बको चमेली बोल्दिने कोही छैन भनेर चाहिँ गीत चाहिँ हान्नु भएको थियो पहिले चाहिँ हाम्रो नेपालका प्रधानमन्त्री बालेन्द्र शाहज्यूले। अहिले चाहिँ यो ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ तपाईँले यो फोटो। यसरी चाहिँ अलिकति धेरै भयो र तराईतिरको नाकाहरूमा पनि 100 रुपियाँभन्दा माथिको सामान ल्याउने भनेपछि त्यसलाई चाहिँ कडाइ गरेको भन्ने सुनिएको छ। त्यो नहोस्, किनभने चाहिँ तराईमा हरेक मान्छेहरू धनी हुँदैन। तपाईँहरूले धेरैभन्दा धेरै चाहिँ 2 नम्बरी गर्ने मान्छे ठुल्ठुलो व्यापारीहरूले तपाईँले कभर गर्न सक्नुहुन्छ। 100 रुपियाँ 200 रुपियाँको सामान ल्याउने मान्छेलाई यसरी चाहिँ नगर्नु। पहिलाइनेहरूलाई यसरी गरे जस्तो तराईको जनताहरूलाई चाहिँ नगर्नु होला, किनभनेपछि बोर्डर लाइनको मान्छे सबै धनी हुँदैन है त साथीहरू। हेर्नु साथीहरू, तराई र बोर्डर एरियातिर चाहिँ भारतीय प्रहरीको यस्तो छ दादागिरी, तपाईँले हेर्न सक्नुहुन्छ। नेपाल सब नेपाल का जो नेपाल का गाड़ी नहीं, इंडिया का किसका गाड़ी पकड़ के रखा? इंडिया के किसी का नहीं, मेरा गाड़ी है। इंडिया का मेरा गाड़ी। तपाईँलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि दिनु होला। र 100 रुपियाँको सामानलाई हामीले नेपाल सरकारलाई कर तिर्नुपर्छ भने यिनीहरूको दादागिरीहरू कहिलेसम्म हामीले सहन सक्ने त अनि तपाईँहरूले यो पनि कुरा चाहिँ भनिदिनु होला है। नेपाल सरकार धेरैभन्दा धेरै सेयर गरेर पुगाइदिनु होला साथी। दुःखद खबर साथीहरू, सल्यानको बनगाडा कुपिण्डे नगरपालिकामा बिहेको जन्ती बोकेको जीप दुर्घटना भएको छ साथीहरू। त्यसमा 3 जनाको घटनास्थलमै मृत्यु भएको छ भने बाँकी घाइते भएको छ साथीहरू। मृतकप्रति हार्दिक श्रद्धाञ्जली भन्दै घाइतेको सुस्वास्थ्य लाभको कामना गर्दछौँ साथीहरू। घाइतेलाई छिटोभन्दा छिटो उद्धार गरियोस् भनेर नेपाल सरकारलाई अनुरोध। साथीहरू, नेपाल सरकारको सम्पत्ति चलाउने, आफूले सबै गर्ने, रजगज गर्ने, तर चाहिँ भाडा नै नतिर्ने यस्तो मान्छेलाई पो हो त चाहिँ कडाभन्दा कडा कारबाही गर्ने भनेको। एउटा बोर्डरमा बस्ने मान्छेहरूको 2 केजी चामल ल्याउने, 5 केजी चामल ल्याउने मान्छेलाई यति कडाइ गर्नु राम्रो होइन जस्तो लाग्छ मलाई। तपाईँहरूलाई कस्तो लाग्छ जस्तो लाग्छ प्रतिक्रिया दिनु होला। र ब्याकग्राउन्डमा हेर्नु होला, यो लिस्ट चाहिँ नेपाल सरकारको सम्पत्ति चलाएर पैसा नदिने, भाडा नतिर्ने, कर नतिर्ने मान्छेको लिस्ट यो पछाडि छ, तपाईँले हेर्न सक्नुहुन्छ। र 5 केजी चामलको कर लगाउनुभन्दा यिनीहरूको पैसा उठाउँदा राम्रो हुन्छ कि भन्ने मलाई लाग्छ साथीहरू है त।